हेलो मेरो प्यारो साथीहरू, नमस्ते, गुड मर्निङ सबैजनालाई। कस्तो हुनुहुन्छ तपाईहरू? म पनि ठिकै छु। यहाँ हेर्न सक्नुहुन्छ मजाले घाम लागिरहेको छ। आज चाहिँ के हो साथीहरू भन्दाखेरि नि, म आज त्यही लागि बिहानै तपाईँहरूको छेउमा आएको भिडियो लिएर है। अहिले 6 बजिरहेको छ। आज चाहिँ हो मेरो नानीको अन्नप्राशन है, भात खिलाने दिन। आज हाम्रो नानीको मुख जुठो गराउने दिन साथीहरू। त्यही लागि चाहिँ धमाधम अब बिहानदेखि नै आजबाट सुरु हुन्छ काम। आज चाहिँ यहाँ हेर्नु न, कति राम्रो देखिएको छ बाहिर। यहाँ भाँडा सारा गन्draङ हुनुहुन्छ। कस्तो लाग्यो डेकोरेसन भन्नु होला हैन। यहाँ चाहिँ नानीले खाने मामको भाँडाहरू। नानी चाहिँ यहाँ भित्र। काम नहुनेहरू चाहिँ यसरी उठ्छ साथीहरू। यहाँ हेर्नु, नानु नानु सुत्नु पर्छ नि लम्बा टन्नै परेर। नाइ मम्मा म नुहाइहाल्छु भनेर उठेको हो, नुहाइहाल्ने भनेर उठेको। ए नानुले ए गर्दैछ, नानुलाई ए गर्दैछ नि हो। सानो आज तिमी ममम खान्छौ हो, तिमी ममम खान्छौ नानु। आज चाहिँ पुरा काम हुन्छ साथीहरू। अब नानीको मुख जुठो गराउने दिनमा अब बोलाएको छौँ, अलिअलि मान्छेहरू पनि बोलाएको छौँ नि त। अब आफ्नै मान्छेहरू धेरै हुनुहुन्छ, त्यही माथि बाहिरको पनि अलिअलि बोलाएको छौँ। अनि त्यही हो, राम्रो जाओस् तपाईँहरूको आशीर्वाद। तपाईँहरूले धेरै आशीर्वाद दिनु। मेरो नानीको आज फर्स्ट मुख जुठो गराउने दिन हो साथीहरू। धेरै आशीर्वाद दिनु होला नानीलाई। तपाईँहरूको आशीर्वादको एकदमै जरुरत छ मेरो नानीको लागि आजको दिनमा। सबैले प्यारो प्यारो कमेन्ट गरिदिनु होला नानीको लागि है साथीहरू। ल बाई बाई सबैजनालाई, शुभ बिहानी है।